दलदलमा फसेर हात्तीले कसरी सयर गरिरहेको छ। पुरै दलदलमा फसेर बाटो बनाइरहेको छ। यो जलकुम्भी र पानीको बीचमा हेर्नुहोस् त, हामी यसरी गइरहेछौँ। सर यता हेरिदिनुहोस्, यस्तो छ। पुरै दलदलमा पुरै हल्लिरहेको छ। हेर्नुहोस् यहाँ पुरै यस्तो छ। पुरा यस्तो जोखिमपूर्ण यात्रा छ। यो पुरा देख्न सक्नुहुन्छ यहाँ यो जलकुम्भीले भरिएको हात्ती कति जोखिम भएर। नारायण प्रसादजी अगाडि बाटो बनाउँदै हुनुहुन्छ, हाम्रो सिद्ध प्रसादजी पछाडि हुनुहुन्छ। हेर्नुहोस् यस्तो जोखिमपूर्ण आफ्नो पुरै जीव ज्यानलाई बलिदान दिएर भए पनि बाटो बनाएर अगाडि बढाउँदै हुनुहुन्छ। हात्तीमा सफारी गराउँदै हुनुहुन्छ हामीलाई। नारायण प्रसादजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। सिद्ध प्रसादजीमा हामी छौँ, हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यति म पनि पुरै गयो। अब त पुरै डुबियो। अब सिमसार भित्रै पसियो। अब हात्ती पुरै डुबिसकेपछि अब हामी कहाँ बाँचिन्छ त अब भनेर लागेको थियो। ओहो माई गड, यस्तो जोखिमपूर्ण। यस्तो देख्दाखेरि केही छैन, भित्र यस्तो जोखिमपूर्ण छ। त्यहाँ हेर्नुहोस् पानी त्यति डुबिसकेको थियो। बाफरे, यो तालको बीचमा, यो टापु जस्तो छ, तालको बीचमा हामी जान खोज्यौँ। हामी त एकदम यो सुक्खा होला र एकदिन के अरे रेस्ट गर्नुला भनेर ठानेको। यो त पुरै यस्तो दलदलमा छ। बिचरा हाम्रो सिद्ध प्रसाद र नारायण प्रसाद हात्तीजीले, गणेश भगवानजीले हामीलाई जुन मेहनत, जुन परिश्रम, जुन लगाव, जुन अठोट हामीलाई पुर्याउने योजना अनुसार उहाँले हामीलाई पुर्याउनु भयो। हृदयको गहिराईबाट, यो तालको गहिराई भन्दा पनि हृदय र समुद्र भन्दा पनि गहिरो गहिराईबाट यहाँहरूलाई साधुवाद छ। ओहो यस्तो छ। हेर्नुहोस् यो जिन्दगीको पहिलो एउटा अनुपम यात्रा हो हाम्रो। यो यात्रामा हामी यसरी गइरहेका छौँ। यस्तो अवस्था छ। हेर्नुहोस्, उहाँ हेर्नुहोस् अगाडि नारायण प्रसादजीले बाटो बनाउँदै हुनुहुन्छ। उहाँ पुरा डुब्दै हुनुहुन्छ। डुबेर बाटो हामीलाई बनाउँदै हुनुहुन्छ। यो सिमसार क्षेत्र, यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको पन्छी तालको हामी एउटा उसमा बसिरहेका छौँ। हेर्नुहोस् यस्तो डुबिसकेका छ हात्ती। हामी त्यो हात्तीको पछाडि अर्को हात्तीमा हामी सवार गरिरहेका छौँ। त्यहाँ हाम्रो अमृत भातगाउँले सर हुनुहुन्छ, हाम्रो पत्रकार एवं लेखक हुनुहुन्छ। र त्यसै गरेर हाम्रो यो यात्रा यस्तो जोखिमपूर्ण यात्रा छ। अब त भयङ्कर डर लाग्न थाल्यो यो यात्रा सँगसँगै। अब हाम्रो यात्रा यो दलदलमा कति समयसम्म अब हामी यो दलदलको यात्रा गर्छौँ, अब त्यो त भविष्यले नै बताउने छ। र यो यात्रा कम्ता जोखिमपूर्ण छैन, एकदमै रमाइलो पनि भइरहेको छ, एकदमै डर पनि लागिरहेको छ कतिखेर। र त्यस कारणले गर्दाखेरि यो जैविक विविधताको यस्तो क्षेत्र हेर्नुहोस्, यस्तो कति वर्ग किलोमिटरमा फैलिरहेको छ यो ताल, यो सिमसार क्षेत्र। हामी यो तालको बीचमा जान खोजिरहेका छौँ। बीच भागबाट हामी अगाडि बढिरहेका छौँ। यो सिमसार क्षेत्रको यो ताल पानी बगिरहेको छ। हामी सयर गरिरहेका छौँ हात्तीमा सफारी। अब यो चाहिँ सिमसार क्षेत्र हेर्न सक्नुहुन्छ। आहा, हाम्रा हात्तीजी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्र रहेको पन्छी तालको यो दृश्य यहाँहरूलाई अवगत गराउन चाहन्छु। हामी हात्तीमा सफारी गरिरहेका छौँ। यो दृश्य यहाँहरूका बीचमा छ। यो जैविक विविधताको महत्त्वपूर्ण र छुट्टै पहिचान बोकेको यो पन्छी ताल हो। यहाँ 465 वटा प्रजातिका चराहरू, एकै ठाउँमा 22,000 चराहरू देख्न सक्ने यो ताल हो पन्छी ताल। यो तालको आज हामी सयर गरिरहेका छौँ। हामीलाई खुसी लागिरहेको छ। हामी यो
यहाँहरूलाई पनि भ्रमणको निम्तो हामीले दिएका छौँ। यहाँहरू आउनुहोला, यहाँहरूको हार्दिक स्वागत गर्न चाहन्छौँ। धन्यवाद।